नमस्कार। आज हामी नेपालको पर्यटन, खास गरी यो 2025 को अवस्था कस्तो छ, अलि गहिरिएर हेर्दैछौँ। हामीसँग नेपाल पर्यटन 2025 को सिंहावलोकन भन्ने एउटा स्रोत सामग्री छ। यसैलाई आधार मानेर कुरा गरौँ न। महामारी पछिको पुनरुत्थान अनि आकर्षणहरू, नयाँ ट्रेन्डहरू, चुनौतीहरू यी सबै समेट्ने प्रयास गरौँला। ल भन्नुस्, 2025 मा नेपालको पर्यटनले कस्तो मोड लिइरहेको देखिन्छ त? 2025मा सङ्केतहरू त राम्रै देखिँदैछन् होइन। पर्यटक आउने क्रम बढिरहेको छ। खास गरी भारत, चीन, अमेरिका, बेलायत जस्ता हाम्रा परम्परागत बजारहरूबाट आगमन राम्रो छ। तर एउटा चाखलाग्दो कुरा के छ भने पहिले जस्तो साहसिक यात्रा वा तीर्थयात्रा गर्ने मात्रै होइन कि अलि फरक खालका पर्यटक पनि बढेका छन्, जस्तो डिजिटल नोम्याड भन्छ नि। घुम्दै काम गर्नेहरू एकदम। अनि सांस्कृतिक अनुभव खोज्नेहरू पनि। सरकारको त्यो भिजिट नेपाल दशक भन्ने योजना पनि छ होइन? 2030 सम्म वार्षिक 30 लाख पर्यटक ल्याउने रे। अहिलेको यो 2025 को ट्रेन्ड हेर्दा त्यो लक्ष्यतिर कस्तो देखिन्छ बाटो? लक्ष्य त निकै महत्त्वकांक्षी नै हो। 2025 को अनुमानित आगमन मतलब 13 देखि 15 लाख जति होला। यो सुधार त हो, पक्कै हो। तर 30 लाख पुग्न त अझै धेरै नै प्रयास गर्नुपर्छ। त्यो त हो। तैपनि पर्यटनमा विविधता आउनु आफैमा राम्रो सङ्केत हो नि। आकर्षणहरूको कुरा गर्दा हेर्नुहोस् न, सगरमाथा, अन्नपूर्ण त छँदैछन्, ती त सदाबहार नै भए। तर अचेल मान्छेहरू अलिक कम भिडभाड हुने ठाउँ खोज्दैछन्, जस्तो मकालु बेस क्याम्प, मनास्लो सर्किट, यिनीहरूको लोकप्रियता बढेको छ। अनि 2025 मा एउटा अपडेट के छ भने ट्रेकिङ पर्मिटहरू अनलाइनबाटै लिनु मिल्ने बनाउने अनि फोहोर व्यवस्थापनमा अलिक कडाई गर्ने प्रयास पनि भएको छ। ए हो र। फोहोर व्यवस्थापन त ट्रेकिङ क्षेत्रको पुरानै टाउको दुखाइ हो नि। यो कडाइले साँच्चै फरक पार्ला त के लाग्छ? खै, प्रयास त सकारात्मक हो, तर कार्यान्वयन कतिको हुन्छ त्यो महत्त्वपूर्ण हुन्छ। त्यो त हेर्नै पर्छ। फेरि सांस्कृतिक र धार्मिक पर्यटन त हाम्रो बलियो पक्ष छँदैछ। लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर पनि होला। अनि प्रकृति मन पराउनेलाई चितवन बर्दिया त छँदैछ। हात्ती, गैँडा, बाघ हेर्न। त्यस्तै रारा, शेफोक सुन्डो जस्ता तालहरू, इलामको चिया बगान। अहिले फेरि नयाँ ट्रेन्ड के आएको छ भने इको लजहरू, ग्ल्याम्पिङ, मतलब प्रकृतिमै बस्ने तर अलि सुविधायुक्त तरिकाले। ग्ल्याम्पिङ? त्यो त रोचक सुनियो। 2025 मा अरू पनि यस्तै कि नयाँ ट्रेन्डहरू देखिएका छन् कि? छन् नि। एउटा त अघि मैले भने नि, डिजिटल नोम्याड पर्यटन। पोखरा र काठमाडौँ यसको हब जस्तो बन्दैछ। लामो समय बस्न मिल्ने भिजाको कुरा पनि चलिरहेको छ रे। अर्को महत्त्वपूर्ण ट्रेन्ड चाहिँ हरित पर्यटन हो। सस्टेनेबल टुरिज्म, वातावरणलाई सकेसम्म कम असर पारेर घुम्ने कुरामा जोड बढेको छ। त्यो त एकदमै आवश्यक पनि छ। हो। अनि अलिकति खर्च गर्न सक्ने पर्यटकका लागि चाहिँ हेलिकप्टरबाट ट्रेक गर्ने, बुटिक खालका लजहरू, प्रिमियम प्याकेजहरू, यस्तो लग्जरी अप्सन पनि थपिँदैछ। अनि फिल्म सुटिङले गर्दा पनि ठाउँहरू चलेको सुनिन्छ नि, जस्तो मुस्ताङ। एकदम। खास गरी मुस्ताङ र मनाङतिर बलिउड, कोरियन फिल्महरूको सुटिङ भएपछि त्यहाँ फोटो खिच्न, घुम्न जाने ट्रेन्ड निकै बढेको छ। त्यो पनि एउटा फ्याक्टर हो। पूर्वाधारतिर हेर्दा नि एयरपोर्टहरूको अवस्था, भिसा प्रक्रिया केही अपडेट छ? पूर्वाधारमा सुधार भइरहेको छ। भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय उडानहरू बढेका छन्। पोखराको नयाँ विमानस्थलले पनि कनेक्टिभिटी बढाएको छ। मध्यम आकारका जेटहरू चल्न थालेका छन्। भिजामा त ई भिजा अन अराइभल सुविधा कायमै छ। बहुप्रवेश भिजामा पनि जोड दिएको छ क्षेत्रीय पर्यटन बढाउनलाई। सुरक्षा नियममा पनि परिवर्तन आएको भन्थे नि 2025 देखि। त्यो गाइड अनिवार्य हो। त्यो 2025 देखि उच्च हिमाली क्षेत्रमा ट्रेकिङ जाँदा गाइड अनिवार्य गरिएको छ। यसले सुरक्षा बढ्छ भन्ने अपेक्षा हो, तर कतिपय स्वतन्त्र ट्रेकरहरूले चाहिँ यसले खर्च बढायो भनेका छन्। दुवै पाटो भयो। हो। अनि विपद पूर्व सूचना प्रणालीमा पनि सुधार गर्ने प्रयास भइरहेको छ, भूकम्प, हिमपहिरो जस्ता कुरामा। यति धेरै राम्रा कुरा, नयाँ सम्भावनाका बीचमा चुनौतीहरू चाहिँ के देख्नुहुन्छ त 2025 मा? चुनौतीहरू पनि छन्, पक्कै छन्। दुर्गम ठाउँहरूमा अझै पनि राम्रो सडक, सरसफाई जस्ता आधारभूत पूर्वाधारकै कमी छ। त्यो त हो।
ट्रेकिङ रुटमा फोहोरको समस्या त छँदैछ, अघि पनि कुरा भयो। अनि बेला बेला देखिने राजनीतिक अस्थिरताले कस्तो भने लगानीकर्ताको विश्वासमा अलिकति असर पार्छ। र सायद अहिलेको सबैभन्दा ठूलो चिन्ता चाहिँ जलवायु परिवर्तन नै हो। हिमनदी पग्लिने, मौसम गडबड हुने, यसले ट्रेकिङ सिजनमा असर पार्छ, समग्र पर्यटनमै प्रभाव देखिन थालेको छ। भनेपछि 2025 को चित्र कस्तो देखियो भने एकातिर नेपालको पर्यटनमा विविधता बढ्दैछ, ट्रेकरदेखि डिजिटल नोम्याडसम्म, हैन? अर्कोतिर पूर्वाधार, फोहोर व्यवस्थापन, जलवायु परिवर्तन जस्ता पुराना र नयाँ चुनौतीसँग जुझ्नु परिरहेको छ। डिजिटल सुधार, हरित नीति अनि हाम्रो बलियो सांस्कृतिक आकर्षण, यी सबैले नेपाललाई फेरि विश्व पर्यटन नक्सामा स्थापित गर्ने कोसिस गरिरहेका छन्। एकदम सही। र यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ। यो जुन पर्यटन वृद्धि भइरहेको छ, यसलाई नेपालले कसरी दिगो बनाउन सक्ला, खास गरी पूर्वाधार र वातावरणीय हिसाबले अलिक कमजोर संवेदनशील ठाउँहरूमा? संख्या मात्रै बढाउने होडमा कतै दिगोपना पो छुट्छ कि यो चाहिँ आगामी दिनहरूका लागि साँच्चै सोच्नुपर्ने प्रश्न हो।